म चाहिँ निस्किनु पर्ने हुन्छ। आमा तपाईँ यहीँ बस्नु ल। कहीँ नगइकन बस्नु ल, मासतिर भएको ल। गरौँ भने भित्र बस्नु होइन, म माथि एकछिन मासतिर गएर आउँछु ल। ल म चाहिँ ऐना पनि निकालिदिएको, आज चाहिँ लडिन्छ भनेर। अस्ति यहाँ भाँचिरहेछ मेरो, आज लड्यो भने यो साइड लड्यो भने फिक्स यो भाँचिन्छ मेरो। मौसम यस्तो छ, पानी पर्न आँटेको जस्तो छ। आया निस्केको म चाहिँ। यस्तै छ हाम्रो गाउँठाउँ यस्तै छ। बाटो यस्तो कहिले बनाइदिने हो यो बाटोहरू, अहिलेदेखि बनाइदिन्छु भनेर बसेको चाहिँ। ओइ कहाँ गएको? मासतिर हिँडेको हौ। अरू मेरो बोली क्या कमेडी सुनिरहेको होला, कतिजना हाँस्दै बस्छन् होला हौ। खासै बोल्नु आउँदैन, बोल्ने बानी छैन, र पनि अब यसो ट्राई गरिदिएको आफू अब भिडियोहरू अलिक कस्तो हाँस्ने क्या अब म बोलेको हेर्दा होइन। त्यसले गर्दाखेरि के बनाउँदैछ एडिटिङ बनाउँदैछ ल बाटो त्यस्तो रहेछ। ओ सेट सुन्नु पर्यो यहाँ। बाटो यस्तो छ, माथिसम्म नै चिन्डेसम्म नै यस्तो छ। ए आधीसम्म मात्र छ। ए हुन्छ हस् ल, पुण्य भयो त यार। माथिसम्म यस्तो छ अरे। मेरो बाइकले तान्दैन यार। हिलो न हिलो त्यही माथि। ओ पछाडिको चक्का लास्ट टिपिन्छ। मेरोमा घुटी नै छैन पछाडि, चिल्लो छ, चिन्डो छ मेरो पछाडिको चक्का। वाल जस्तो के बनाउँदा भएको छ यहाँ। यस्तो भन्दा ठिकै हुन्छ। पुरै हिलो छ, गाह्रो पर्छ यार। ए ठिकै रहेछ, त्यति मात्रै रहेछ, धेरै बिग्रेको छैन रहेछ। यहाँ पनि पुल बनाइदियो कहिले हौ। नाइस, राम्रै छ अलिक बाटो। माथिबाट बगेर पानी अति घोडा जत्रो हुन्छ पानी। अहिले त दामी बनाउनु पर्छ। यतिको बाटो त केही पनि मस्तो लागेको छैन। मेरो बाइकको तान्छ यतिको त। अहिलेसम्म मेरो बाइकले धोका चाहिँ दिएको छैन। त्यही धोका दियो भने त्यही पेट्रोल सकेर मात्र हो, नत्र दिएको छैन। अब आज पनि आज दिन्छ दिँदैन, हाइकिङ गर्नुभएको क्या मान्छेहरू त। बाटो बन्द भयो क्या यहाँ। Oh shit.
एक्चुअली तान्छ मेरो बाइक तान्छ पुरानो 150 को हो मेरो बाइक यार दामी नि बानाबारी जानु मन लागिरहेको छ मलाई कस्तो बाटो त अलिकति गिदिने रहेछ यार बनाबै भन्दैछ मलाई सिसाले भिडियो गर्न भाइजरले मेरो हेलमेट पनि कस्तो भारी भएर होला यो अगाडि खक्लो भयो जस्तो गरेछ यस्तै मात्र छ बाटो अहिले म देखाउँछु तपाईँलाई मेरो बाइकको हालत कस्तो के छ भगवान् पछाडिको पुरा चक्का चिप्लिँदैछ पुरै स्लाइड खाएर चक्काहरू तानिरहेछ तान्ने घरहरू कस्तो चिटिक्क परेको रहेछ भरे आउँदा त बिचो कुनै भयो मेरो बाटो त यसरी डह्रो बनाउनु छ अगाडिको चक्का चाहिँ पछाडिको चक्का चिप्ले पनि केही हुँदैन अगाडिको डढाउनु पर्छ मेरो चिप्लेछ ला यहाँको तनाव हुँदो त बिस्तारै चिप्लिँदैछ चक्कै सब हिलो नै हिलो भइसक्यो पछाडिको चक्का त्यही भएर म चप्पलमा आएको यस्तै हुन्छ भनेर हाफप्यान्ट लाउनु मन लागेको थियो तर हाफप्यान्ट के लाउनु भनेर पुरा चिप्लिरहेछ आइट आम्मा धरानको रेड राइडर पनि यता आउनुपर्ने भयो दानाबारी होइन यस्तो बाटो हिँड्नुपर्छ वेस्टर्न कटेजहरू बनाउँदै रहेछ यार बाटो यहाँ नर्सरी रहेछ नर्सरी बोटबिरुवाहरू राखेको पानी परिरहेछ माथि पुरा होस लागिरहेछ तर म जान्छु ट्राई गर्छु आम्मा चिप्ल्यो यार यस्तै हुन्छ भनेर मैले उयो लाएर आएको थिएँ चप्पलै आम्मा काटेको के आउँछ तारले कोतालिएछ तार रहेछ यस्तो बाटो चाहिँ हिँड्नुपर्छ कि मलाई त यस्तै मनपर्छ अस्ति पहिले हामी आएको थियौँ नुहाउन यहाँबाट तल केटाहरू कमेडी छन् मेरो केटाहरू यस्तो बाटोहरू चाहिँ पुरै अफरोड बाटो लडाउँछ होला मलाई त भरे आउँदाखेरि कुन बाटो आउनु पऱ्यो तनाव छ यार तनाव यो बाटो आयो भने त फिक्स म पुरानो लड्छु साथीहरू पनि कोही छैन न त राम्रो हुन्छ यहाँ मेरो एक बिजक भयो भन्दा नि को आउँछ मेरोमा यहाँ मलाई बचाउन यस्तो पानीमा एउटा साथीलाई फोन गरेर जान्छ कि अन्त फोन गरेको क्याम्पिङ गएको छ अरे अनि मैले त नाटेको कि यस्तो झरीमा को जान्छ अरे म जान्छु नि कोही गुरुङ काइला हेर म गएको
राख त्यसमा बाटै साथीहरूसँग मिटअप गर्न लागेको कति पछि घरको भ्यूहरू देख्नु थाल्यो 150 is the best और यस्तो मिठो छ कि यस्तो स्मुथ के कति मजाले तान्दैछ मलाई त्यसलाई त मजाले तान्दैछ धेरै एक्सिडेन्ट पनि दिएको छु मासिरहेको भ्यू पोइन्टतिर कस्तो दामी देखिरहेछ के आज भ्यू पोइन्ट को गएको छ होला पानी यस्तो पानी 20 मा आउँदैछ धरान यस्तो देखिएको छ यहाँबाट यो धरान 13 हो यो डाँडा चाहिँ बिजेपुर डाँडा हो त्यसरी धरान कति हो त आउँदैछ मेरो हालत त्यस्तो भइसक्यो माथि सुरेर हिँड्नुपर्ने हुन्छ फेरि ढिलो बसिराख्नु हुँदैन धेरै हिँडेको गाइस हिँडेको बाटो यस्तो छ यार मेरो पक्का पर चिप्लेको छ मेरो यार यस्तो छ बाटोको हालत यतातिर चाहिँ बनाउँदैन यहाँ कतै घर बनाएको छ यार आइसकेको छ मस्तै बिग्रेको छ बाटो अहिले Biar kalian bisa subscribe dan menekan notifikasi sehari yang baru. Jadi kita kalau syuting dari sana, kita tunggu lewat syuting bisa dapat. Dan mau gaji saya juga anak-anak kerja dalamnya kami pun ada. Esok kita kan ya nanti kita pergi ke sana dulu. Orang batai aja orang sana orang kemana dah punya urus. Saya dapat beran semua. Makan juga ada. Ini kan nama asing ada saja. Estão chipping aja. Kan मेरो आँखा छोप्ने रहेको सबास Nastro bowling है हाथ और ठीक से bowling है ज़्यादा लड़ दे यार सॉरी यार दाई बाटे इस तरह सॉरी दादी मेरे वीडियो में दिखाने बहुत सॉरी बनना चाहिए सरी भन्ने लागिरहेको छु म धेरै दिन बसाएको बाटोको यता र उता रहेछ म त कन्फ्युज भएर सर यो हो कि भनेर बाटो आँखा पानी पिएको
एङ्गल मिलेको छैन होला र मेरो क्यामेराको हामी घरको झरे 7 फुटमा कस्तो दामी यो माथिको रेस्टिङको डाँडा हो होइन रेस्टिङको डाँडा आइपुग्नु 1 किलोमिटर 2 किलोमिटर होला 1 किलोमिटर 2 किलोमिटर यस्तो मलाई थाहा नै हुँदैन फेरि 1 किलोमिटर 2 किलोमिटर यसरी पुरा चक्कर चुकिन्छ आम्मा हावा उडिरहेको छ यो धरान इटारी पनि देखिरहेछ अनि मेरो क्यामेरामा देखिँदैन Mua sama dengan dia dah ni. Bye bye, bye bye. Wow. Itu satu. Ini bana. Nah, ada. Nah, ada pasti ada. यहाँ त यो बाटो तलबाट बस्छु अब के त हो यस्तो बल देख्छु नि हुन्छ हो यस्तो त ड्याम दुखेको उसो लागेर यस्तो छ मेरो पेनको हालत बाइक चाहिँ छोड्नु पर्ने हुन्छ म चाहिँ जान्छु अलिक उता त्यहाँ जरामा देखिन्छ ल एकछिन भेटौँ है गाइज यहाँबाट यहाँ राखिदिन्छु यहाँ डस्टबिनहरू पनि रहेछ यहाँ बोटहरू छ यहाँ झन्डा छ नेपालको यस्तो छ म चाहिँ अलिक तल आएर यहाँ बसेँ कि एकदम मिठो देखेको यस्तो छ भ्यूहरू चाहिँ यो आर्मी क्याम्प हो यो 13 हो यहाँ 16 को ग्राउन्ड हो 16 को ग्राउन्ड यस्तो छ है यो चाहिँ गोपाको नयाँ बिल्डिङ यस्तो छ कोसी पनि देखिरहेको छु यहाँ छ कोसी यो सर्दो खोला हो मेरो यो लामो पुल देखेको छेउमा मेरो घर छ इटहरी पनि देखेको छ देख्नु त तर यहाँबाट त क्यामेरा चाहिँ देख्न नदेखिनु छ त्यो बवाल देखेको रन मलाई गर्मी भएर छ यार पसिना निस्किरहेछ यस्तो शीतल छ भने पसिना निस्किरहेछ चस्मा लगाइदिनु पर्यो चस्मा लगाउन कस्तो देखिन्छ देखिरहेछ चस्माले हाम्रो धरान देखिरहेछ छैन नि यहाँ हरियालीहरू मिसी
कस्तो दामी देखिएको छ। यता यो चत्रा होला यो ठाउँ। इटहरी चाहिँ यतातिर छ, यता साइडहरी चाहिँ बस पार्क पनि देखेको छ, नयाँ बस पार्क। तर यहाँबाट चाहिँ यो बस पार्क चाहिँ यो लामो देखिरहेको, लामो अब अड्किने हो क्या हो। हाइकिङ जानुपर्छ, बिचरा अड्केछ नि। ढुङ्गा ल्याइदिनु नि यसमा, चक्काको छेउमा। यहीँबाट चढेको छैन कि, ढुङ्गा राख्दिनँ भने चढ्छ होला। ढुङ्गा रहेछ नि त त्यहाँ, नि सानो ढुङ्गा छ त्यहाँ। खेल्दैन पऱ्यो म पनि गयो क्या हो। आया ए गिटीहरू हाल्दा चढ्दैन र, चिप्लेर नचढेको होला। ए अर्को टाइम पनि आयो। राम्रो रोडमा नयाँ माटो हाल्दै क्या अलिकति आउनु त तपाईँ यता। सानो चिप्लो छ नि, गयो गयो गयो। लास्टै चिप्लो बनाइदिएछ बाटो त। उयो माथि छ दुईवटा दोजहरू, त्यहाँ पनि लास्टै हिलो छ। ए हुन्छ हुन्छ। ल लागेकोमा चाहिँ सघाइदिनु पर्यो भनेको, पछाडि ब्याक गरेर तानेर लानुभयो। लास्टै बिगारेको के बाटोहरू बनाउँदै, अब एउटा काम बनाउँछ अर्को काम भत्काउँछ। दुःख दिने मात्र काम गर्छन् होइन। बनाए पनि एउटा राम्रो तरिकाले बनाउनुपर्छ कि। अब त्यो यत्रो कालो चढाएर यस्तो छ बाइक कालो गाउँ घुम्नु दिने हो। अनि यहाँ पम्चर टाल्न लाउने टायर पनि यस्तो पम्चर टायरै फाक भइसकेको छ। पम्चर भएछ खराब भयो त भने बाइक भनेको त पम्चरकै होइन, कमेको ल।